कतिलाई आलुको अचार भन्ने बित्तिकै मुखबाट पानी आउँछ अनि म चाहिँ आज आलुको अचार बनाउन जाँदैछु। अनि त्यसको लागि चाहिँ हामी आलु बोइल गर्नेछौँ। अनि मैले चाहिँ 3टा आलु बोइल गरेको छु। अनि तपाईँहरूलाई चाहिँ कति चाहिन्छ त्यसको हिसाबले तपाईँहरूले बोइल गर्नु सक्नुहुन्छ। अनि हामी यसलाई थोरै पानी राखेर हामी चाहिँ यसलाई बोइल गर्नेछौँ। अनि यसरी बोइल भइसकेपछि चाहिँ हामी बोक्रा तास्नेछौँ। अनि बोक्रा तासेर अनि हामी चाहिँ सानो पनि हैन ठुलो पनि हैन ठिक्क मिडियम साइजको आलु काट्नेछौँ। हेर्नुहोस् त यसरी। अनि एउटा प्याज काट्नेछौँ स्लाइस पारेर। अनि त्यो प्याजलाई पनि त्यही आलुमै मिक्स गर्नेछौँ। 1 चम्चा धनियाँको धुलो, थोरै जिराको धुलो र थोरै रातो खोर्सानीको धुलो र हामी यसमा तेल भुट्नेछौँ। यो तेल चाहिँ मजाले हामी भुट्नेछौँ जब त्यसलाई पुरा चरचर गरेर माथिसम्म उफ्रिँदैन त्यतिखेरसम्म हामी भुटेर अनि त्यसको पाउडर बनाएर हामी यसमा मिक्स गर्नेछौँ। अनि थोरै तेल तताएर अनि त्यसमा चाहिँ हामी मेथी राख्नेछौँ। अनि मेथी कालो भइसकेपछि चाहिँ हामी थोरै त्यसमा बेसार हालेर अनि त्यो तेल चाहिँ हामी यो आलुमा राख्नेछौँ। तेल राखिसकेपछि चाहिँ मजाले हामी यसलाई मिक्स गर्नेछौँ है। मजाले मसला पुरा एक आलुमा कोट हुने गरी हामी मजाले मिक्स गर्नेछौँ। अनि लास्टमा चाहिँ हामी स्वादअनुसार नुन राख्नेछौँ। नुन चाहिँ पहिला किन राख्दैनौँ भने नुन पहिल्यै राख्दा चाहिँ प्याजबाट धेरै पानी छुट्ने भएको कारणले हामी चाहिँ लास्टमा राख्छौँ जब खाने टाइम हुन्छ त्यतिखेर है। अनि कागतीको रस मेन इम्पोर्टेन्ट चिज। अनि कागतीको रस हालेर हामी मजाले मिक्स गर्नेछौँ। तपाईँलाई चाहिँ कतिको पिरो र हरियो खोर्सानी हाल्न मन लाग्छ भने पनि तपाईँले हाल्न सक्नुहुन्छ। अनि यो चाहिँ रेडी भयो। अनि यो चाहिँ फेरि जरुर ट्राई गर्नु होला, एकदम यम्मी हुन्छ है। ट्राई गर्नु होला। अनि भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि म फेरि पनि अर्को भिडियोमा आउने छु। बाई।